हामीले किन्नु खोज्दा किन्नु नपाउने हो, त्यो त फ्रीमै पाउँछ, कसरी बेच्ने चलन सिस्टम नि छैन भन्ने भएपछि चाहिँ अब के गर्ने त, त्यो बराबरको त हामीले किन्छौँ भन्ने थियो। त्यस पछाडि चाहिँ हजुरहरूले झोलुङ्गे पुलको वारिपारी अथवा के गर्न सक्नुहुन्छ भन्ने हुँदा चाहिँ त्यही स्थानीय सरकारसँग चाहिँ हामीले मिलेर त्यो बराबरको सल्लाह गर्दाखेरि चाहिँ 2,24,954 रुपियाँ 72 पैसा बराबरको त्यो लट्ठाको बराबरको चाहिँ हामीले त्यसलाई चाहिँ वारिपारी चौतारा बनाउने काम र बाटो बनाउने काम गरियो। त्यही प्लानै थियो, त्यही गरियो। त्यसो गर्दाखेरि चाहिँ त्यो लागेको खर्च यता चाहिँ दिनु उता किन्नु नसकिने भयो त्यो पैसा, त्यो बराबर काम चाहिँ यता गर्दा ब्यालेन्स हुन्छ भन्ने सल्लाह थियो। त्यही गरेपछि यसलाई सरकारले दिएको भनेर मिल्यो। नेपाल सरकारले चाहिँ होइन नेपाल सरकारले चाहिँ अहिले यो नेपालको हजारवटा पुल बनाए तापनि लट्ठा चाहिँ इन्जिनियर साहब हुनुहुन्छ, स्थानीय सरकारबाट पत्र बनाएर चाहिँ स्थानीय भौतिक मन्त्रालयले पत्र लेखेर स्थानीय मन्त्रालयले चाहिँ फेरि डोलीदार कम्पनी डोलीदार कम्पनीले चाहिँ हामीलाई लट्ठा चाहिँ प्रोभाइड गर्छ। हामीलाई मात्रै होइन, नेपालमा कहीँ पनि झोलुङ्गे पुल बनाऊ, नेपालको नियम र विधि अहिले अनुसार लट्ठा चाहिँ फ्री इस्यु गर्ने भनेर चाहिँ त्यो नीति नियमै छ। त्यो भएर चाहिँ हामीले अधिकारमा मैले नै स्थानीय लेभलदेखि पालिकाबाट पत्र बनाएर इन्जिनियर साहब नेपालगञ्ज जानुभयो, अनि स्थानीय भौतिक मन्त्रालय पत्र गएपछि भौतिक मन्त्रालय फेरि डोलीदार कम्पनीलाई पत्र पठायो। त्यहाँदेखि हामीलाई त्यहाँ 6वटा लट्ठाहरू हामीलाई चाहिँ डोलीदार कम्पनी होइन मन्त्रालय डोलीदारबाट चाहिँ फेरि हामीलाई चाहिँ नेपालगञ्जबाट चाहिँ हामीलाई चाहिँ फेरि कम्पनीबाट चाहिँ लट्ठा हामीलाई चाहिँ प्रोभाइड भएको त्यो कति बराबरको लट्ठा हो त्यो चाहिँ? यही छ 2,24,000 इस्टिमेटेड कस्ट कहाँ छ नि? त्यो पैसा बराबर 2,24,954 बराबरको चाहिँ लट्ठाको चाहिँ उ थियो। त्यो लट्ठा बराबरको चाहिँ फेरि श्रमदान पनि गर्नुभयो नि, यो के छ त्यो? अनि त्यसको लागि हामीले त्यो पुल छोडेर हामीले अब वारिपारी चौतारीहरू बनाएको छौँ, बाटोहरू पनि हामीले कम चाहिँ 50 मिटरसम्म बाटोहरू बनाएका छौँ होइन। धेरै चिजहरू त्यहाँबाट संरचनाहरू पनि हामीले बनाएका छौँ। मतलब सरकारले लट्ठा दियो, लट्ठाको रकम बराबरको चाहिँ यहाँले श्रमदान गर्नु पर्यो। श्रमदान होइन, यस्तो थियो त्यो लट्ठा चाहिँ किन्न खोजेको हामीले डोलीदारसँग। डोलीदारले चिठी चाहिँ हाम्रो कर्णाली र सुदूरपश्चिम हेर्ने चाहिँ बुटबलमा छ, अनि स्टोर चाहिँ हाम्रो नेपालगञ्जमा छ। अनि हामीले किन्नु खोज्दा किन्नु नपाउने हो, त्यो त फ्रीमै पाउँछ, कसरी बेच्ने चलन सिस्टम नि छैन भन्ने भएपछि चाहिँ अब के गर्ने त, त्यो बराबरको त हामीले किन्छौँ भन्ने थियो। त्यस पछाडि चाहिँ हजुरहरूले झोलुङ्गे पुलको वारिपारी अथवा के गर्न सक्नुहुन्छ भन्ने हुँदा चाहिँ त्यही स्थानीय सरकारसँग चाहिँ हामीले मिलेर त्यो बराबरको सल्लाह गर्दाखेरि चाहिँ 2,24,954 रुपियाँ 72 पैसा बराबरको त्यो लट्ठाको बराबरको चाहिँ हामीले त्यसलाई चाहिँ वारिपारी चौतारा बनाउने काम र बाटो बनाउने काम गरियो। त्यही प्लानै थियो, त्यही गरियो। त्यसो गर्दाखेरि चाहिँ त्यो लागेको खर्च यता चाहिँ दिनु उता किन्नु नसकिने भयो त्यो पैसा, त्यो बराबर काम चाहिँ यता गर्दा ब्यालेन्स हुन्छ भन्ने सल्लाह थियो। त्यही गरेपछि यसलाई सरकारले दिएको भनेर मिल्यो। सरकार अब त्यो बराबरको भौतिक यता संरचना विकास भएपछि त अब कुन तरिकाले हेर्छन् अब आफै बुझ्नु पर्यो त्यो त होइन। तपाईँहरूले चाहिँ कुन तरिकाले भन्नुहुन्छ भन्ने कुरा हो। हामीले त अब त्यो बराबर काम गऱ्यो, अब अरूले देख्नेले के गर्ने भन्ने कुरो भयो कि अब त्यो हामीले एक्स्ट्रा त्यो चाहिँ हो नि त। जस्तो पुल बनाइसके पछाडि हाम्रो त पुल बनाउने मात्रै उद्देश्य, पुल बनाइसके चौतारा त छ होइन, त्यो बराबरको चाहिँ अब गरियो। लट्ठा उपलब्ध नहुँदा चाहिँ तपाईँले चौतारा किन्नु नपाउँदाखेरि त्यो बराबरको चाहिँ काम गरिदिनुहोस् भन्ने भएको थियो स्थानीय सरकारसँग। अब एउटा कुरा चाहिँ